सुन न यो तिमीले नि के गर्ने यसो गरेको यो बिउ किरा लाग्दैन क्या यसमा राख्दाखेरि भनेर यसमा खराम भनेको कि साह्रै ढिलो भयो यसरी कहिल्यै नहुँदैन क्या म एउटा बनाइदिउँ त एउटा यसको तरिका सिकाइदिउँ त सिकाइदिउँ मलाई चाहिएकै छ ल म सिकाइदिन्छु ल सजिलो छ क्या छिटो नि मलाई त साह्रै अप्ठ्यारो भइरहेछ अब यसो गर्ने कि यहाँ लाउने मुठी लाउनु सधैँ छोराछोरीलाई सिकाउँथेँ कामहरू सिकाउँथेँ यो चाहिँ मैले आमाहरूलाई सिकाएको है यसरी सजिलो पनि हुँदैन त यो चाहिँ मैले आमाहरूका लागि सिकाएको है बिउ बिजन खानेकुरो राखेर खानालाई कुटेको मकै भुटी खाने मकै भटमास दाल चना जे राख्दा पनि हुन्छ क्या यसरी कति वर्ष 2-3 वर्षदेखिका म चाहिँ यसै गरी राख्छु किरा लाग्दैन यसरी राखेपछि यो चाहिँ सबै आमाहरूलाई जतन गरेर राख्ने आमाहरूलाई सिकाएको है एकैचोटिको हो भने त भइहाल्यो नि कालो दालको बिउ राखेको साह्रै सजिलो गरी भयो मलाई दिनभरि लाग्थ्यो एकैछिनमा